हेलो सबैजनालाई वेलकम छ। आज चाहिँ हामी क्यालकुलेटरमा थोरै ट्रिक्सहरू सिक्नेछौँ है त। फ्रिक्वेन्टली युज भइराख्ने ट्रिक्सहरू पनि यिनीहरू भनेको र यो दुईवटा इक्वेसनलाई साइमल्टेनियस इक्वेसनलाई चाहिँ कसरी क्यालकुलेटरमा सल्भ गर्न सकिन्छ त भनेर अब हेरौँ है त। अब सुरुमा त क्यालकुलेटर अन गर्नु पर्यो हो, अनि इक्वेसन मोडमा जाने। साइमल्टेनियस इक्वेसन सल्भ गर्न राखेको छौँ हामीले हो। त्यसो भए साइमल्टेनियसमा थिच्ने, कतिवटा अननोन छ, एक्स र वाई दुईवटा अननोन छ, 2 अननोनमा क्लिक गर्ने। अब एक्सको कोफिसिएन्ट कति छ 2, वाईको कोफिसिएन्ट कति छ 4, अनि इक्वस टुदेखि उता 510 छ। त्यसै गरी अर्को भनेको अर्को इक्वेसनमा 5 छ, एक्सको कोफिसिएन्ट, वाईको कोफिसिएन्ट 3 छ र इक्वस टु 17 छ है त। अब यस्तो गर्दाखेरि एक्सको भ्यालु सुरुमा आउनुभयो, कति आउनुभयो यहाँ तपाईँलाई यस्तो आयो भने तपाईँलाई डेसिमलमा चाहिएको छ नि फर्मेटमा गएर, यहाँ फर्मेटमा छ, फर्मेटमा गएर डेसिमलमा पनि चेन्ज गर्न सक्नुहुन्छ है त। एक्सको भ्यालु -104.42 आउने रहेछ है त, -104.42। त्यसै गरी वाईको भ्यालु ल्याउनलाई फेरि एक्जिक्युट गर्नु, फर्मेटमा जानु, डेसिमलमा फेरि वाईको भ्यालु 179.71 आयो है त। अब त्यसै गरी हामी चाहिँ अब म्याट्रिक्सको डिटरमिनेन्ट पनि निकाल्न सिक्छौँ। यो पनि फ्रिक्वेन्टली आइरहेको छ हामीले क्यालकुलेसन गर्दाखेरि। म्याट्रिक्सको डिटरमिनेन्ट निकाल्नलाई चाहिँ अब फेरि होममा जानु, त्यस पछाडि म्याट्रिक्समा जाने। अब म्याट्रिक्समा गइसकेपछि म्याट्रिक्स चाहिँ हामीले कसरी यहाँ इन्स्टल गर्न, यहाँ यो म्याट्रिक्सलाई कसरी यहाँ टाइप गर्ने त भन्दाखेरि टुल्समा जाने। अब यो कति 3x3 को म्याट्रिक्स छ, त्यसो भए 3x3 को म्याट्रिक्स छ। मैले यहाँ पहिले नै एउटा म्याट्रिक्स हानेको छु, यसलाई एडिट गर्छु है त। 5 छ, फर्स्ट इलिमेन्ट 5, 7, 2, 8, 2, 3, 9, 5, अर्को पनि 5, सबै इलिमेन्टहरू मैले टाइप गरिसकेको छु। एक्जिक्युट गर्ने, त्यस पछाडि क्याटलगमा जाने, म्याट्रिक्समा क्लिक गर्ने, म्याट्रिक्स क्यालकुलेसनमा क्लिक गर्ने। अब म डिटरमिनेन्ट निकाल्न आँटेको छु, त्यही भएर डिटरमिनेन्टमा क्लिक गर्छु र फेरि क्याटलगमा जान्छु, म्याट्रिक्समा जान्छु र अहिले मैले म्याट्रिक्स एमा टाइप गरेको थिएँ, म्याट्रिक्स एमा क्लिक गर्छु र ब्र्याकेट क्लोज गर्छु। अब हाम्रो डिटरमिनेन्ट आयो, डिटरमिनेन्ट कति आयो -72 आयो है त। यसरी म्याट्रिक्सको डिटरमिनेन्ट निकाल्न सकिन्छ क्यालकुलेटरको थ्रुबाट। ल थ्याङ्क यू है त।